Hello, welcome to back my YouTube channel. Subscribe and like, share, comment. सबैजनाले माया र साथ सपोर्ट गरिदिनु होला। र आज हामी फालेलुङमा बिहेको तामझामको साथै हामी बिहेको घरमा छौँ र हामी बिहेको घरमा हुँदाहुँदै तपाईहरुलाई भिडियोहरु देखाउने नै छौँ। हजुरहरूले हेरेर साथ सपोर्ट गरिदिनु होला। लेट्स स्टार्ट द भिडियो। सुजन सर, यो जाडोलाई चाहिँ के भन्न चाहनुहुन्छ तपाई? नमस्ते। जाडोलाई नमस्ते भन्छ। चित्रे हो भन्ने। सुजन सरले चाहिँ आज खट्न लाग्नु भएको छ। हो नि। यो गाई चाहिँ हैन, यो चाहिँ धेरै जाडो भएको हुनाले दाउराले आगो फुक्न हान्नु भएको छ। दाउरा लाएर दाउराले आगो यसो रोटी पोल्नको लागि मैदाको लागि रेडी हुन्छ। बराबरी भयो हेर्न सक्नुहुनेछ। जतिजनाले च्यानल सब्स्क्राइब गर्नु भएको छ अझै धेरै सब्स्क्राइब र चाहिँ अनसब्स्क्राइब गरेर यो भिडियोलाई रिपोर्ट हान्दिनु होला। गजब बेइज्जती है। आज से तुम हमारे। धन्यवाद धन्यवाद। देखो मैले बाले आगो पनि फुकिसक्नु भएको छ हाम्रो सबै। यहाँ हेरेर कस्तो मजाले भित्रति बोल्दैछ। आगो पनि अब तापिहाल्नु पर्छ होला हैन। धेरै पछि आगो फुकेको मजाले बोल्यो। उहाँ बजारमा बस्ने बानीले गाउँमा आगो फुक्नु धेरै बिर्सिसक्नु हो नि। हैन राख्छ त्यस्तै अब कहिले हैन। जतासुकै घडीहरू राख्छ, फोनहरू राख्छ। थाहै छैन, मलाई थाहा छैन नि। मैले चाहिँ कान्छ मेरो घडी, कान्छ मेरो चस्मा। अब सिमसन सर पिठो मुस्दै हुनुहुन्छ। ल ठिक छ, ल ठिक छ। अब यहाँ चाहिँ हाम्रो यस्तो हुँदैछ। यहाँ फोन चलाउने क्रम पनि जारी नै छ। अनि यो हाम्रो मास्क किन युज गरेको भनेको खानेकुरामा पस्छ भनेर मास्क युज भएको छ। अनि यतिको हाइजिन मेन्टेन गर्यो भने चाहिँ साथीहरूले नि बोल्नु पनि ठुकु छिराउँदै बोल्छ। सिकान पनि निकाल्छ त। सिगान पनि निकाल्छ है बोल्दाखेरि पनि। होइन, सुजन सरले चाहिँ निकै नै निकाल्छ, मलाई थाहा भएको कुरा। अब हाम्रो गाइजहरूले चाहिँ यहाँनिर बोल्दै गर्दाखेरि थुकु छिटेर पस्छ भनेर यहाँ देखाउनु न। यता घिउ गाइज यहाँ घिउ पनि यहाँ उम्लिसकेको छ। के तपाईँ पत्याउनुहुन्छ बिलिन्छ भनेर? म चाहिँ अहिले हामी चाहिँ ठ्याक्कै म चाहिँ भन्दा हामी चाहिँ गाइस ठ्याक्कै भन्नुपर्दा अहिले फालुलुङ 6 नम्बरमा छौँ। अनि रोशनको गाउँमा र हामी चाहिँ 3 गते बिहेको लागि आएको। अनि अहिले चाहिँ हामी तयारी गर्दैछौँ। रोशन चिन्नुहुन्न? सरले रोशनै चिन्नुहुन्न रहेछ। अनि यता न्यू भ्लगर आइसकेको छ भन्नु नि। यहाँ म पनि यता मेरो एउटा नयाँ मेरो साथी आएको छ गाइस, सपोर्ट गर्नु होला। रञ्जित गुरुङ अब नयाँ च्यानल खोलिसकेको छ। अनि यता चाहिँ दामी यसो युट्युब च्यानल खोलेर चाहिँ यसो बनाउन सिक्ने प्रोसेसिङ सुरु। अब हामी चाहिँ रुममा जाँदैछौँ। अब रात परिसकेको छ अनि हामी रुम जानको लागि हामी बाटो तताइसकेका छौँ। लसो चाहिँ हिँडिसकेको छौँ होइन। क्यामेरा अनि ब्याग रहेको छ। अब यस्तै छ, जाडो छ। गाउँमा एकदमै रमाइलो हुन्छ होइन। बिहे भनेपछि त अब गाउँमा रमाइलो नै भइहाल्छ होइन। एउटा तामझाम पनि बिक्री हुन्छ सहर बजारमा जस्तो होइन। सो हामी चाहिँ रुम हिँड्दैछौँ।